हेलो एभ्रिवान लङ टाइम पछि फेरि भिडियो बनाउनु मन लाग्यो। आजको टपिकमा चाहिँ यदि कसैले पिआर एप्लाई गरिराख्नु भएको छ क्यानाडाको र पुरानो डकुमेन्ट्सहरू हातमा भइदिए सजिलो हुन्थ्यो भने जस्तो लाग्छ भने यो भिडियो चाहिँ तपाईँको लागि हो। जसरी नेपालमा हामीले सूचनाको हक प्रयोग गरेर इन्फर्मेसनहरू सरकारी निकायदेखि निकाल्छौँ, त्यसरी नै यहाँ पनि प्राइभेसी एक्टको अन्तर्गत रहेर हामीले डकुमेन्ट्सहरू सरकारी निकायदेखि रिक्वेस्ट गर्न सक्छौँ। त्यसको मेथडलाई चाहिँ एटिप नोट भन्छ। कुनै पनि सबै सरकारी लगभग धेरै जसो मैले थाहा पाएअनुसार सबै सरकारी क्यानाडाको सरकारी निकायमा प्रयोग गर्न सकिन्छ यो एटिप नोट चाहिँ। फर इन्स्टेन्स सिआरए भयो, आइआरसिसी अनि सिबिएसए लगभग थुप्रै अरू धेरै जसो सरकारी निकायहरूदेखि निकाल्न सकिन्छ। यो चाहिँ बिल्कुल फ्री हो, कुनै पनि पैसा लाग्दैन यसमा। अनि अन टप अफ द्याट यसको यसको हल्का त्यस्तो साह्रो गाह्रो पनि छैन कुनै पनि भर्नको लागि। एज लङ एज यु फलो द स्टेप यु क्यान इजिली गेट द डकुमेन्ट्स यु निडेड। अनि अदर देन द्याट टाइम फ्रेम चाहिँ कति लाग्छ भनेर म प्रत्येक संस्थाको चाहिँ मलाई थाहा छैन, तर एज लङ एज आइआरसिसीको कन्सर्नमा चाहिँ मेरो चाहिँ 1 महिनामा आएको थियो रिक्वेस्टहरू। मैले स्टुडेन्ट भिसाको डकुमेन्ट्सहरू रिक्वेस्ट गरेको थिएँ र त्यो डकुमेन्ट्सहरू चाहिँ लगभग 1 महिनाभित्रमा मलाई दिएको थियो। ल अब जामै त कसरी म तपाईँलाई अनलाइन कसरी भर्ने अनि कसरी के कुराहरू चाहिन्छ भनेर म तपाईँलाई देखाउँछु है त। ल लेट्स गो टु माई कम्प्युटर। तपाईँले सर्वप्रथम त गुगल खोल्नु पऱ्यो। गुगल खोलिसकेपछि एटिप नोट यहाँ सर्च गर्नुहोस्, एटिआइपी नोट्स एप्लाई भनेर जे तान्नुहुन्छ फर्स्टमै आउँछ। त्यस्तो कुनै गाह्रोको विषय होइन। यो एक्सेस टु इन्फर्मेसन एन्ड प्राइभेसी एटिप नोट अनलाइन रिक्वेस्टमा क्लिक गर्नु होला। यसमा तपाईँलाई एउटा इन्ट्रेस्टिङ कुरो देखाउँछु है त। यहाँनिर एटिप रिक्वेस्ट अनलाइनमा क्लिक गर्नुहोस् र तपाईँले यहाँ के भनेको छ बमोजिम मेक अ रिक्वेस्ट भनेर यहाँ थिच्नुहोस्, कन्टिन्यू। यहाँनिर चाहिँ तपाईँले आफ्नो पर्सनल इन्फर्मेसन या यो त अरूको लागि गरेको कि या आफ्नो लागि गरेको भनेर क्लिक गर्नुहोस्। अहिलेको स्थितिमा हामी इक्जाम्पलमा लिउँ, आफ्नै लागि गरिरहेको। अनि यहाँनिर चाहिँ एक्सेप्ट गरिसकेपछि तपाईँलाई मैले अघि भनेको सबै लगभग सरकारी निकाय सबैमा हुन्छ भनेर यहाँ क्यानाडाभरिको सबै सरकारी निकायहरू यहाँनिर लिस्टेड छ। र हाम्रो सिचुएसनमा चाहिँ अहिले हामीले के रिक्वेस्ट गर्न आँटेको छौँ भने हामीले चाहिँ आइआरसिसीमा गएर स्टुडेन्ट फर्म जुन हामीले प्रिभियसली भरेको थियौँ स्टुडेन्ट एप्लिकेसन त्यो रिक्वेस्ट गर्न लागेको। यसमा क्लिक गरिसकेपछि यहाँनिर तपाईँ रिक्वेस्ट इमिग्रेसन सिटिजनसिप एप्लिकेसन फर्ममा क्लिक गर्नुहोस् र अघि सुरुमै आएको यसमा पोर्टलमा देखिन्छ। यो सेकेन्डमा क्लिक गर्नुको चाहिँ यो चाहिँ मतलब चाहिँ तपाईँलाई कुन ठाउँमा यो एटिप नोट युज गर्न सकिन्छ भनेर देखाउनको लागि हो। तपाईँ सुरुमा क्लिक गर्नुहोस् आइआरसिसीमा, जुन कन्सर्निङ विषय हाम्रो लागि। यो नपढे पनि एग्री गरिदिनुहोस्, एग्री। अनि त्यसपछि यो फर्ममा आइसकेपछि तपाईँ यहाँनिर एप्लिकेसन पर्सनल इन्फर्मेसनमा क्लिक गर्नुहोस्। यो चाहिँ अब फर्म खोलो। यो फर्ममा रिक्वेस्टर इन्फर्मेसन भनेको चाहिँ के हो भने कसले रिक्वेस्ट गरिरहेको। अब तपाईँको वाइफको हकमा तपाईँले आफूले चाहिँ रिक्वेस्ट गरिराख्नु भएको छ भने तपाईँको आफ्नो यहाँनिर डिटेल हाल्नुपर्ने हुन्छ। जस्तै मेरो बहिनीको लागि मैले गरिरहेको छु भने जेनिस श्रेष्ठ यताउति भनेर हालिदिनुपर्छ मैले आफ्नो पर्सनल रिक्वेस्ट फर्महरू यहाँनिर चाहिँ। अनि तपाईँले आफ्नै फर्म आफैले रिक्वेस्ट गरिराख्नु भने आफ्नो हाल्दा हुन्छ। यहाँनिर तपाईँले अब क्विकली यहाँ यसमा चाहिँ तपाईँ अब स्थिति हुन्छ, तपाईँ आउटसाइड क्यानाडा हुनुहुन्छ कि इनसाइड क्यानाडा हुनुहुन्छ। यो अहिलेको स्थितिमा फरेन नेसनल प्रेजेन्ट इन क्यानाडा हुन्छ। ल मेरो सरनेमहरू के जाति हालौँ यहाँ, त्यो कुनै इम्पोर्टेन्ट त होइन। अनि यहाँनिर क्याटेगोरीमा चाहिँ यो चाहिँ तपाईँको के को लागि पर्पस के हो यसको, तपाईँ एकाडेमिक रिसर्च गर्नको लागि हो कि त मिडियाको लागि हो या जेको लागि नै। अहिलेको लागि आइडेन्टिफाई अननोन गरौँ क्लाइन्ट हो। अब यसमा चाहिँ इमेल अब अभियसली इमेलमा चाहिन्छ, फिजिकल कलले हेरिरहन्छ। र यहाँनिर अब यो एक्ट सेलेक्ट गर्दाखेरि चाहिँ तपाईँ यहाँनिर अन्डर प्राइभेसी एक्टको युटिलाइज गरेर गरिराख्नु भएको छ।
तपाईँले यो भनेको चाहिँ तपाईँ ठुल्ठुलो अर्गनाइजेसनहरू हुन्छ नि, कम्पनीहरूको इन्फर्मेसन चाहियो भने तपाईँले यहाँनिर $5 लाग्छ। यहीँ लेखिरहेको छ है, $5 लाग्छ भनेर नि। ल्याङ्ग्वेज फ्रेन्च आउँदैन, अङ्ग्रेजी ओके। अनि यहाँनिर तपाईँ रेकर्ड सेलेक्सन, यहाँनिर तपाईँले इमिग्रेसन सिटिजनसिप एप्लिकेसन गर्नुपर्ने छ। वाट प्रोग्राम, अब यहाँनिर चाहिँ तपाईँले कुन प्रोग्राममा युज गर्नुभएको थियो या कुन प्रोग्रामको डिटेल चाहियो हो तपाईँलाई चाहिएको। अहिलेको स्थितिमा हामीलाई चाहिएको छ स्टुडेन्ट पर्मिटको। मैले नेपालमा स्टुडेन्टदेखि आएको अनि स्टुडेन्ट पर्मिट। तपाईँ भोलि पर्सि आउनुभयो वर्करमा आउनुभएको थियो भनेपछि तपाईँको कन्सल्टेन्सीले वर्करको फर्म हालिदिएको हुन्छ। सो वर्करको उयो, अनि भिजिटरको पनि छ, अनि स्पोन्सरसिप, यहाँ विभिन्न कुराहरू छन्, तपाईँले हेरेर गर्न सक्नुहुन्छ। अहिलेको लागि मानिलिउँ स्टुडेन्ट पर्मिटमा गरौँ। अनि यहाँनिर चाहिँ तपाईँको जान्नुपर्ने कुरा, इम्पोर्टेन्ट कुरा भनेको यो फर्स्टकोले चाहिँ डिसिजन नोट भनेको चाहिँ तपाईँको रिजेक्ट भयो, एप्लिकेसन हालेको थियो रिजेक्ट भयो हो, त्यसको डिटेल चाहियो मलाई किन रिजेक्ट भयो भनेर जान्नको लागि चाहिँ यो थिच्दा हुन्छ। अनि सेकेन्डमा चाहिँ तपाईँ मानिलिउँ तपाईँले एप्लाई गर्नुभयो, डिसिजन आएको छैन बिचको लाइनमा, अनि तपाईँ पर्खेर बसिराख्नु भएको छ। अब मलाई कौतूहलता हुन्छ नि त, के गरौँ भनेर। अनि त्यो कौतूहलता हटाउनको लागि चाहिँ यहाँनिर रिक्वेस्ट गरेपछि चाहिँ मेरो स्ट्याटस के भयो, मेरो हजुर भनिदिसियो भनिसकेपछि यसले चाहिँ ल तेरो यस्तो यस्तो हुँदैछ भनेर भनिदिन्छ। अनि यो लास्ट टर्ममा चाहिँ डिसिजन आइसक्यो, तपाईँको एप्रुभ भइसक्यो, त्यो एप्रुभ भइसकेको अब कसरी एप्रुभ भयो, कुन कुन डकुमेन्ट्सहरू हालेको थिएँ, अनि कहिले डिसिजन, सबै कुरो हुन्छ, सबै पेपर वर्कहरू दिन्छ तपाईँलाई। यति गरिसकेपछि यहाँनिर अहिलेको लागि हामीलाई डिटेल चाहिएको, यो क्लिक गर्ने। अनि तपाईँको एप्लिकेसन नम्बरहरू, यिनीहरू नम्बरहरू चाहिँ कहाँ हुन्छ भने तपाईँको स्टुडेन्ट पर्मिटमा या वर्क पर्मिटमा तपाईँको हुन्छ नि पर्मिट, त्यो येल्लो कलरको हो त्यसमा हुन्छ हो। त्यसको कुराहरू यहाँ डिटेल हालिसकेपछि तपाईँले हालेँ है त, ऱ्यान्डमली हालेँ त यो हरि कहिले जन्मेको डिटेल चाहिँ सही हुनुपर्छ है, त्यस्तो कुनै ऱ्यान्डमली नहाल्नु होला। मैले चाहिँ यहाँ आफ्नो टेस्टको लागि मात्रै ऱ्यान्डमली हालिरहेको। युनिक आइडी भनेको यो के हुन्छ 1 2 ल यो सब्मिट गरेपछि तपाईँको यहाँनिर आउँछ। यो चाहिँ के भनेको हो भने नि तपाईँले कुनै एडिसनल डिटेलहरू दिँदाखेरि हुन्छ, मागे अलिक हेल्पफुल हुन्छ उहाँहरूलाई। त्यसरी यहाँनिर अब किन चाहिएको भनेर लेखिदिँदा हुन्छ। अहिलेको लागि म चाहिँ मेरो यो यहाँनिर लेखिदिन सक्नुहुन्छ तपाईँ, किनकि अब मैले प्रिभियसली यो मेरो कन्सल्टेन्सीले कुन कुन फाइल पठाएको थियो आई वाजन्ट अवेर अफ, त्यही भएर अहिलेको लागि यो रिक्वेस्ट गरिरहेको भनेर डिस्क्रिप्सन लेखिदिँदा हुन्छ। तर त्यस्तो म्यान्डेटरी होइन, बुझ्छ तिनीहरूले। ओके, यति गरिसकेपछि के मिलेन, यो मिलेन अरे ल यति हालिसकेपछि यहाँनिर टक्कसँगले कन्टिन्यू गर्ने। अनि यहाँनिर तपाईँले चाहिँ अघि मैले भनेको थिएँ अरू कसैको तपाईँले फर्म रिक्वेस्ट गरिरहनु भएको छ भने यहाँनिर कन्सेन्ट फर्ममा डाउनलोड गर्ने। यो कन्सेन्ट फर्म डाउनलोड गर्नु होला, किन भइरहेको छैन। कन्सेन्ट फर्ममा यो फर्म डाउनलोड गरेर तपाईँले भरेर अनि जसको लागि गरिराख्नु भएको छ उहाँको सिग्नेचर लिएर तपाईँले नेक्स्ट स्टेपमा अपलोड गर्नुपर्ने हुन्छ। यहाँनिर तपाईँले एट्याच गर्नुपर्ने हुन्छ। मेक स्योर कि तपाईँको त्यो कन्सेन्ट फर्म र पासपोर्ट जसको लागि गरिदिनु राख्नु भएको छ उहाँको पासपोर्ट नि तलमाथि गरेर एट्याच गरेर अपलोड गरिदिनु। र सिग्नेचरमा चाहिँ धेरै पिकी छ है यिनीहरू। सिग्नेचर रङ छ भने फेरि तपाईँको 1 महिना वेस्ट हुन्छ। त्यही भएर पासपोर्टमा जस्तो सिग्नेचर छ त्यस्तै सिग्नेचर यो फर्ममा पनि यहाँ डाउनलोड गरेको यो प्रिभियसको फर्ममा हुनुपर्छ लाइक एक्ज्याक्ट। अनि त्यति गरिसकेपछि तपाईँ कन्टिन्यू गरिदिनुहोस्। एकचोटि रिभ्यू गर्नु भन्छ, पर्खिनु है। म यहाँनिर एउटा ऱ्यान्डम डकुमेन्ट्सहरू यही डकुमेन्ट्सहरू हालिदिएँ ल मैले। अनि यति गरिसकेपछि कन्टिन्यू गर्नुहोस्। अनि यहाँनिर रिभ्यू गर्नुपर्ने हुन्छ। रिभ्यू गर्नुहोस् अनि मोडिफाई गर्दा पनि हुन्छ। यहाँ मोडिफाईमा क्लिक गरेर अनि त्यसपछि
सर्टिफाइड भनेर कन्टिन्यू गरिदिइसकेपछि तपाईँलाई ट्याक्क त्यो लास्ट यहाँ माथि तपाईँको जुन इमेल थियो, जसले रिक्वेस्ट गरेको इमेल वहाँनेरि कन्फर्मेसन आउँछ। कन्फर्मेसन इमेल आउँछ अनि त्यसको तपाईँको 1 महिनापछि तपाईँको डकुमेन्ट्सहरू पठाइदिन्छ। यति नै हो। ल भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा मुरी धन्यवाद। यस्तै भिडियोहरू लिएर म अवश्य नै आउनेछु। च्यानललाई सब्सक्राइब गरिदिनु होला किनभने 9 सब्सक्राइबर छ अहिले अनि यसो मोटिभेसन पनि मिल्छ अनि लाइक अनि केही कुरो एक्स्ट्रा तपाईँलाई हुन्छ नि क्यानाडाको बारेमा या कुनै डकुमेन्ट्सहरू चाहिएको छ अनि एउटा आइडिया दिनुहोस् भनेर भन्नु मन लाग्छ भने कमेन्ट गरिदिनु होला। आई विल डेफिनेटली रिच आउट। ओके बाइ।